नमस्ते, मेरो नाम पासाङ डोल्मा वाइबा हो। म चाहिँ अहिले आइपामा मसाज थेरापी कोर्सको लागि आएको हो। अनि आज मेरो लास्ट डे हो। आज चाहिँ मैले डिप्लोमा कोर्स सकाएको छु। मैले यो काम चाहिँ 2022 बाट सुरु गरेको हो। लगभग 4 इयर भयो अहिले चाहिँ। मैले त्यो समयमा काम सुरु गर्दाखेरि चाहिँ यो कामलाई मानिसहरूले त्यति इजी रूपले हेर्दैन थियो। आफ्नो प्रोफेसनल भन्नलाई पनि अलिकति गाह्रो हुन्थ्यो। तर पनि मैले गाह्रो भए पनि म आफूले गर्छु भनेर म आफू अगाडि बढेर म अहिले अलिकति नलेज धेरै बटुलेको छु। अनि मैले चाहिँ म चाहिँ बाहिर देशमा हुँदाखेरि नै मलाई चाहिँ यो कामको नलेज अझै धेरै सिक्न मन लागेको कारणले गर्दाखेरि चाहिँ मैले कोर्स स्कुल जाने मैले माइन्डसेट गरेँ। म बाहिर हुँदाखेरि बाहिर नै मैले सिक्न त सक्थेँ, तर पनि मैले चाहिँ किन बाहिरबाट सिक्नु भनेर मैले चाहिँ आफ्नै देशमा गएर क्लास लिन्छु भनेर मैले चाहिँ वेबसाइटमा चेक गरेर मैले चाहिँ आइपा नेपाललाई भेटाएँ। मलाई चाहिँ सुरुमा आउँदाखेरि अब नयाँ ठाउँमा जाँदाखेरि क्लास कस्तो हुन्छ, त्यहाँको वातावरण कस्तो हुन्छ भन्ने माइन्डमा भएको थियो। तर पनि यहाँ आएर मैले काम सिक्दाखेरि, मैले क्लासहरू लिँदाखेरि चाहिँ मलाई एकदमै आफ्नो फ्यामिलीमा जस्तै ट्रिटमेन्टहरू पाएँ। मैले चाहिँ यहाँ आएर मैले 8 प्रकारका थेरापीहरू सिकेँ। त्यसमा चाहिँ स्विडिश, डिप टिस्यु, आयुर्वेदिक, अनि बडी स्क्रबहरू, अनि फुड रिफ्लेक्सोलोजी थियो। अब यसमा कुन मन पर्यो भन्दाखेरि चाहिँ अब मैले एउटा मात्र चुज गर्न सक्दिनँ, किनकि सबै मसाजको आफ्नो आफ्नो बेनिफिट अनि सबै राम्रो राम्रो टेक्निकहरू छ। त्यसैले मलाई चाहिँ सबै मन परेको छ र यो भन्दा पनि अझै धेरै प्रकारका थेरापी मसाजहरू पनि छ। त्यो चाहिँ अब नेक्स्ट टाइम म सिक्नलाई आउने छु। मैले यो काम सिकेर चाहिँ जस्तै फ्युचरमा चाहिँ कतिपय मानिसहरूमा भएको मसल्स पेनहरूलाई चाहिँ यो दुखाइ कम गर्न सकिन्छ र कतिपय बुढाबुढी एज गएको मानिसहरूलाई चाहिँ उनीहरूलाई रिल्याक्स दिन सकिन्छ, रिल्याक्सेसन गर्न सकिन्छ। कतिपय मानिसहरू चाहिँ अब कामै छैन, केही गर्न सक्दिनँ भनेर बस्ने मान्छेहरू पनि धेरै हुन्छन्। तर पनि आफूले के गर्न सकिन्छ, के गर्न सकिन्छ त्यो सोचेर चाहिँ आफूले आफ्नो एउटा प्रोफेसनल बनाएर चाहिँ आफ्नो देश वा कतै गएर आफूले काम गर्न सकिन्छ, आफू आफ्नो खुट्टामा उभिन सकिन्छ। त्यसैले चाहिँ आफूलाई गर्न सक्ने, आफूलाई मन लाग्ने काम चाहिँ सिकेर अगाडि बढ्न सकिन्छ। मलाई चाहिँ यहाँ आइपामा आएर चाहिँ आइपाको यहाँको काम गर्ने, काम सिकाउने सबै वातावरण राम्रो लाग्यो। इभन म्याम नहुँदा पनि म्यामको असिस्टेन्ट म्यानहरूले चाहिँ एकदमै हामीलाई सपोर्ट गर्नुभएर हामीलाई एकदमै हेल्प गर्नुभयो। त्यो कुरा चाहिँ एकदमै राम्रो लाग्यो। अनि साथसाथै यहाँ काम सिक्न आउने, क्लासमा आउने सबै साथीहरू पनि सबैजना एकदमै राम्रो, एकदमै माइन्ड राम्रो भएको साथीहरू हुनुहुन्थ्यो। एकअर्कामा हेल्प गर्ने, कुरा बुझिदिने सबै साथीहरू राम्रो हुनुहुन्थ्यो। साथीहरूलाई पनि म धेरै सम्झिन्छु। यहाँको आइपालाई सधैँ सम्झिनेछु, धेरै मिस गर्नेछु। धन्यवाद, थ्याङ्क यू।